फु गरेर उडाइदिन्छु त यसले आँखा लगाएर भुतुके पुरा बिचरा लागि भारी। सो हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई ब्लग आफ्टर लङ टाइम पछि हजुरलाई एकदम धेरै स्वागत छ। होप सबैजना सन्चै आरामै हुनुहुन्छ र आफ्नो घरमा मस्त व्यस्त हुनुहुन्छ र आफ्नो कामको लागि सबैजना बाहिर हिँडिसक्नु भयो होला। म पनि मेरो कामतर्फ लागिसकेको छु साथीहरू। मेरो काम चाहिँ के भन्नुहुन्छ भने जहिलेको काम त पछाडि भएर पक्न तँलाई तँ काकाले हेरेपछि तैँले कुरा खान्छ अनि खानासाना पकाउने काम साथीहरू। अनि म चाहिँ आफ्नै करेसाबारीमा आएको छु साथीहरू, टक्क लगाएर करेसाबारी पनि साथीहरू। करेसाबारी भन्दा याद आयो यो खोर्सानी के भएको साथीहरू, खोर्सानी यसले आँखा लगाएर बर्बाद भएको साथीहरू। अनि त्यसपछि साथीहरू हजुरहरूले चाहिँ मेरो भिडियोलाई धेरै धेरै माया देखाइदिनु होला भन्न चाहन्छु। मेरो मिनी भ्लगलाई जस्तै गरेर माया देखाइदिनु होला साथीहरू। जस्तै बोरिङ भए पनि म राम्रो गर्ने कोसिस गर्दैछु साथीहरू। अनि त्यही हो साथीहरू, म चाहिँ एकदम साई पर्सन हो। अनि अहिले चाहिँ एकदम अलिकति उतो हुँदैछु साथीहरू, के भन्छ इङ्ग्लिसमा भन्नै आएन। अनि त्यही हो साथीहरू, सबैजनाको आफ्नो आफ्नो काम कार्य हुन्छ, मेरो पनि त्यस्तै त्यस्तै छ। अनि के भन्न चाहन्छस्? हिजो मेरो पविता दिदी आउनु भएको थियो होइन, अनि अक्सफोर्डमा म जस्तै राम्रो कोही इङ्ग्लिस बोल्न सक्दैन अरे। अगर कोही इङ्ग्लिस बोल्छ भने अक्सफोर्डमा मलाई चुनौती दिनुहोस्, म आएर तपाईँहरूसँग चुनौती गर्छु। र यस्ता फुचुङ्ग्रे भनेको चुनौतीलाई त म फु गरेर उडाइदिन्छु त। पविता दिदीले भन्नु खोइहाल्यो छोरी। साथीहरू यहाँ हेर्नु न, हाम्रो कस्तो दामी भएको छ काउली। यहाँ हेर्नु न, फर्सीको मुन्टा आँखा चाहिँ नलाउनु है साथीहरू भन्नु अरे क्या। यो चाहिँ के भन्ने भने इस्कुसको इस्कुसको जरा छ। अनि चाहिँ काउलीहरू फल्दैछ साथीहरू, उता उता पनि छ। यता टमाटरहरू उता जानु बाबु एकछिन। अनि यहाँ बन्दाकोपीहरू फल्दैछ साथीहरू। अनि सूर्यदेवको दर्शन, ला कता हुनुहुन्छ सूर्यदेव? सूर्यदेवको दर्शन गर्दै हामी चाहिँ अब आफ्नै करेसाबारीको टिप्नु पर्ने हुन्छ साथीहरू। अनि आजको सब्जी चाहिँ यही हुन्छ, काउली। तिमी गयो सो साथीहरू अहिले हेर्नु होला, टिपिसकेर म हजुरहरूलाई देखाउँछु है। सो साथीहरू मैले चाहिँ काउली फ्लावर टिपिसकेको छु। यस्तो बिचरा माया लाग्दो आफ्नो मेहनतको फल है साथीहरू। टमाटर पनि पाक्दै छ है, टुक्क लाएर यसलाई चाहिँ भोलिपछि व्यवस्था गर्नुपर्ने हुन्छ। मैले भिन्डीहरू यता 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 रोपेको छु साथीहरू। भोलिपछि फलेपछि हजुरहरू भनेको त मेरो परिवारदेखि नै हाल्नुहुन्छ। अनि अब चाहिँ काउलीलाई मस्तले भुटभाट पारेर खानुपर्ने हुन्छ। अनि तँलाई मिठो लाग्छ लाग्दैन काउली? तँ के गर्दैछस् पछाडि पछाडि? म के गर्दैछु, म यहाँ टमाटर गिन्दैछु। टमाटर गन्दैछ अरे साथीहरू, व्यापारी हुन्छ अरे, नपढ्ने अरे। 4 5 6 माग फागुन भन् त, 8 भन्न। यहाँ सुब्बा लाग्नु न, यहाँ कति मजाले गिन्नी राखेको छ। अनि साथीहरू यत्रो दिन चाहिँ मैले एकदमै धेरै बिजी भन्दा पनि हाम्रो चाहिँ अहिले केही काम कार्य हुँदैछ। अनि त्यसको लागि चाहिँ मैले भिडियो पनि बनाएको थिइनँ, प्लस मिनी भ्लगको लागि। आहा गोच्छ छुरी बोकेर हेर्न साथीहरूले नाटक देखाएको। अनि साथीहरू त्यही हो, हजुरहरू पनि मेरो लागि साथ सपोर्ट देखाइदिनु होला। मेरो कन्फिडेन्स यस्तै यस्तै छ साथीहरू। अनि अब चाहिँ रेगुलर भिडियो बनाउने के भन्दै यस्तै हो साथीहरू। अनि के गर्नु त, म काका जस्तै उयो छु त भिडियो बनाउनलाई। त्यो साथीहरू अहिले भेटौँला है त। साथीहरू यहाँ चाहिँ मुलाको एन्ट्री भइसकेको छ। यो चाहिँ लजाएर भुतुके पुरा बिचरा लागि भारी भएर सिटीमा आँखी अरे। खोइ झिक्ता आमा खोइ ले यहाँ मुनि राख्छ, मुनि राख्न भुइँमा, म झिक्छु। यहाँ चाहिँ आफ्नै करेसाबारीको यो पनि मुला। ममा डर रहेछ त मुला त। लाग्यो भिडियो बना देखाल। भयो भयो। आलु मुला यो चाहिँ अलिअलि देखाउनु मलाई। यो चाहिँ अलिअलि मजाले खुर्सिएर पकाइदिनु भएको, खन्नु भएको छैन। मुला चाहिँ खन्नु भएको छैन, अचार हाल्नु भएको पकाइदिनु भएको अरे। सब्जी पनि पठाइदिन्छु भन्दै हुन्छ, रात परेर चाहिँ नपठाइदिनु भएको अरे। अनि यस्तो 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 साथीहरू। अनि के भन्न चाहन्छस् त भन, राम्रो आएको छ। यसलाई टेन्सन लागेको अरे राम्रै आएको छैन भनेर। हो तँलाई चाहिँ कसलाई त्यो बिस्कुट भोलि यसलाई पनि चक्लेट आउँछ अरे साथीहरू, मम्मीले पठाइदिनु हुन्छ अरे चक्लेट। सो साथीहरू अहिले चाहिँ के इन्सिडेन्ट भयो भने तँलाई के भयो अरे? के चाहिँ आज दुध हालेर खाएको उसलाई बाख्रा बनायो अरे। यो त कस्तो मिठो बनाइरहेको छ त, खा त अलिकति।
साथीहरू काउली भात सब्जी दाल अचार यता चाहिँ दुधसँग पिएको दुध चाहिँ बाख्रा बनाएको छैन अरे मसँग खाइँदैछ डेडी मम्मीले खाइसक्नुभयो अनि आजको लागि चाहिँ यति नै साथीहरू यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला टिल लेट्स सी यु नेक्स्ट भिडियो बाई बाई